नमस्ते भूमिपुत्र अनलाइन युट्युब च्यानलबाट यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। दर्शक महानुभावहरू यति बेला देखिराख्नु भएको छ, यो एउटा पुरानो जाली पुल र सलसल बगिरहेको हरियो नीलो स्वच्छ तम्मर नदी। यो ठाउँ हो पाँचथर ताप्लेजुङ बीचको तम्मर करिडोरको निर्माणाधीन स्थल लिम्बुनी पुल। यो भिडियो तपाईहरुलाई आज कोसेली स्वरूप पस्कन लागेको छु। कृपया यो भिडियो अन्तिमसम्म हेरेर लिम्बुनी पुल, तम्मर करिडोरको लिम्बुनी पुल किन यति लामो समयसम्म बनिएन र किन बनेको छैन र किन बन्न सकेन भन्ने विषयमा म नयाँ खुराक यहाँहरूलाई पस्कन लागेको छु। सम्पूर्ण शुभेच्छुक, विकासवादी र सम्पूर्ण जनजीवनमा चाँडै खुसी चाहने यातायातको व्यवसायीहरू, श्रमजीवी जनताहरू र यो लिम्बुनी पुल छिटो बनिएपछि हामीले जीवनमा, दैनिक जीवनमा निकै ठुलो राहत पाउँछौँ र पाउनेछौँ भन्ने आशा अहिलेसम्म रहेको सम्पूर्ण स्थानीय जनताहरू, स्थानीय दाजुभाइ दिदीबहिनीहरू, साथमा यो तम्मर करिडोरको यो लिम्बुनी पुल बनिएपछि ताप्लेजुङ, धरान, विराटनगर अथवा जुन यो रोडबाट उपभोग गरेर प्रभावित हुने सम्पूर्ण नेपाली जनहरूमा आज प्रत्यक्ष यहाँको भिडियो समाचार यहाँहरूलाई सुनाउँदैछु। यो पहिरोहरू हेर्नुहोस् यहाँनिर, र यसको पटक पटक भिडियो समाचारहरू मैले सार्वजनिक गर्न खोजेको छु। भूमिपुत्र अनलाइन टिभी, ताङसाङ अनलाइन टिभी र भूमिपुत्र अनलाइन पेज बाट मैले पटक पटक यहाँ समाचार भन्न खोजेको छु। र आज पनि म यो लिम्बुनी पुलको प्रत्यक्ष स्थलमा पुगेको छु र मैले यहाँनिर याक्थुङ सपना कम्पनीको प्रोप्राइटर जिम्मेवार तेज कुरुम्बाङलाई भेट्न भनेर म यहाँ आएको थिएँ। आज उहाँ यहाँ हुनुहुन्न रहेछ। मैले भर्खरै फोन गरेँ, फोन गर्दाखेरि उहाँ कहीँ एउटा व्यस्त मिटिङमा छु, म केही समय पछाडि फोन गर्छु भन्नुभएको थियो र मैले उहाँलाई 1 घन्टा जति वेटिङमा पर्खेँ, तर उहाँले फोन गर्न भ्याउनु भएन। र उहाँको सुपरभाइजर, कम्पनीले राखेको सुपरभाइजर डिआर हाङसोम्बा एकजना भाइ हुनुहुन्थ्यो, उहाँलाई पनि मैले पटक पटक फोन गरेँ, उहाँले फोन उठाउनु भएन। तर यो पुल किन बनिरहेको छैन र अब बन्छ कि बन्दैन भन्ने विशेष जानकारी यहाँहरूलाई दिनको लागि म यो ठाउँमा उपस्थित भएको थिएँ र अझै पनि म उहाँहरूलाई भेट्न चाहन्छु गर्छु। यो पुल बनेन किन भन्ने विषयमा मैले जानेको कुरा अलिकति भन्छु। मैले बुझेको कुरा, आज यो पुल नेपाल सरकार तथा यो नेपाल सरकारबाट जब ठेक्काको डिलिङ भइसकेपछि ठेक्का लाग्यो, ठेक्का लागिसकेपछि सपना याक्थुङ कम्पनी निर्माण सेवाको जिम्मामा यो पुल निर्माण गर्ने जिम्मेवारी आयो। यसको कस्ट लगभग 26 करोड 32 लाख भन्दा बढीको कस्ट हो भन्ने हाम्रो बुझाइ हो। तर यकिन मलाई कति हो त्यो थाहा छैन। तर पनि यो पुल ठेक्का लागेको लगभग 5 वर्ष बितिसकेको छ। 5 वर्षभन्दा बढी यो ठेक्का लागेको समय बितिसक्दा पनि यो पुल किन बनेन भनेर आज अधिकांश नेपाली जनहरूको र अधिकांश यो स्थानीय जनताहरूको र अधिकांश यो रोडसँग, तम्मर करिडोर सडकसँग जोडिएका यातायात व्यवसाय, जनजीवनको प्रश्न उठेको छ, यो पुल किन बनेन भनेर। र पहिलो कुरो, यो पुल बनाउनमा सपना याक्थुङ कम्पनीको जिम्मेवार ठेकदार कम्पनीबाट सुरुका केही वर्षसम्म अत्यन्तै ढिलासुस्ती गरेकै हो, लापरवाही गरेकै हो। र यहाँ किन लापरवाही भयो, किन ढिलासुस्ती भयो भन्ने कुराहरूमा स्थानीय सरकारदेखि लिएर सडक विभागसम्म हामीले कम्प्लेन उठाएका हौँ। र पछिल्लो समयमा सडक विभाग काठमाडौँबाट सडकको डी समेत यो ठाउँमा उपस्थित गराएर सोधपुछ गर्दाखेरि यहाँ विभिन्न आन्तरिक अफिसियल र आन्तरिक समस्याका कारण यो ढिलासुस्ती भएको भन्ने खालको कुराहरू हामीलाई बताएर टाटुर गर्नुभएको थियो। तर पछिल्लो समयमा हो भने याक्थुङ सपना कम्पनीका प्रोप्राइटर तेज कुरुम्बाङले साँच्चै नै बनाउनु पर्छ, अब मैले यो मेरो जिम्मेवारी हो भनेर आफ्नो कमजोरी स्वीकारेर उहाँ बनाउन सुरु गर्नुभएको थियो। यही ठाउँमा, यो ठाउँ पहिला पहाड, यो जङ्गल थियो। यहाँनिर एउटा लिम्बुनी पुल, यो ऐतिहासिक लिम्बुनी पुल भनेको त्यो ढुङ्गा हो जो बलुवा थुपारेको पत्र एउटा स्थायी ढुङ्गा छ। त्यहाँ केही डटहरू पनि राखिएको छ र त्यसको सिधा पिलर उपर पारिपट्टि खेत धान काटेर राखेको ठाउँ छ।
त्यो धान काटेर राखेको ठाउँमा चाहिँ पारिपट्टि ताप्लेजुङ न्युरालिङपट्टिको चाहिँ पिलर थियो। त्यहाँ चाहिँ एउटा फलामे पुरानो शैलीको फलामे झोलुङ्गे पुल थियो। त्यही पुल लिम्बुनी पुल हो। त्यो एकजना समाजसेवी धार्मिक र महान लिम्बुनी आमाले निर्माण गरेको हुँदा आफ्नो एकल जिम्मेवारबाट चाहिँ खनकुँडाको ठुलो भाँडामा चाहिँ त्यति बेर चाहिँ सिक्का, त्यति बेर तत्कालीन समयको सिक्काहरू एक खनकुँडा भरेर चाहिँ दिएको पैसाले चाहिँ यो पुल बनिएको भन्ने इतिहास छ। यो इतिहास लामो छ र उहाँ ताप्लेजुङ जिल्लाको हालको 8 त्रिवेणी गाउँपालिका त्यस बेलाको चाँगे गाउँ विकास समिति चाँगे पञ्चायतमा जन्मिनु भएको एकजना आङभाङ समुदायको चेली को चाहिँ लगानीबाट चाहिँ यो पुल बनिएको हो र उहाँ एकदम यहाँ याक्थुङ लाजे लिम्बुवानको समुदायमा जन्मिएको लिम्बू समुदायको चेली छोरी याक्थुङमा लिम्बुनी भएको हुनाले यो उहाँले नै बनाएको र लगानी गरेको हुँदाखेरि यो लिम्बुनी पुल बनिएको हो। यसको कथा धेरै लामो छ र यो कथासँग फेरि अर्को भिडियोमा म जोडेर आउँछु। अहिले भने तपाईँहरूलाई लिम्बुनी पुलकै विषयमा म अलिकति जानकारी गराउन चाहन्छु। र यो पुल बनिरहेको अवस्थाको पछिल्लो समयमा जब याक्थुङ सपना कन्स्ट्रक्सनले अथवा निर्माण सेवाले यो बनाउनुको लागि जनताबाट तीव्र चाहिँ आरोप प्रत्यारोप र विरोधहरू भइसकेपछि पछिल्लो समयमा आएर उहाँले आजभन्दा लगभग 2 वर्ष अगाडि चाहिँ यो ठाउँ बनाउनु चाहिँ कोसिस गरेको थियो। तर गर्दै यो निकै अजङ्गको पहाडहरू खनेर निकै दिन लगानी गरेर 2-4टा मेसिनहरू लगाएर यहाँ तल खन्न सुरु गरेर निकै खनिसकेपछि पानी आयो। पानी फालेर तल पाइल्स राख्ने कुराहरूमा चाहिँ पाइल राख्ने कुरा समय अवस्था पुग्दाखेरि बाढी आएर यताबाट यो पहाडहरू झर्यो। यो पहाडहरू झरेपछि त्यहाँ उहाँको लाखौँ क्षति भयो र त्यहाँ चाहिँ थुपारिएका रडहरू, त्यहाँ पाइल राखेका रडहरू सबै पुरियो र पुरिसकिसकेपछि बर्खा बढ्यो, खोला बढ्यो। खोला बढिसकेपछि उहाँले छोडेर भाग्न बाध्य भयो। त्यहाँ पनि उहाँको कमजोरी नै छ। किन कमजोरी छ भन्दा उहाँले कहिले पनि सुक्खा समय, हिउँदोको समय तपाईँको मङ्सिर अन्तिमदेखि मङ्सिर पुस माघ फागुन चैत 5 महिना पानी पर्दैन, बाढी बग्दैन। त्यो 5 महिनाको अवधिभित्र जोरदार रूपमा चाहिँ काम गर्नु पर्थ्यो र गराउनु पर्थ्यो। त्यो समय सकिएपछि अन्तिम बर्खापछि तपाईँको वैशाख जेठ असारतिर काम सुरु गरिसकेपछि त्यति बेला पनि उहाँले ठुलो क्षतिको सामना गर्नु पर्यो र त्यो क्षतिको सामना सँगसँगै उहाँले काम रोकेर जानुभयो। र त्यसदेखि पछाडि पनि स्थानीय सरकार 8 त्रिवेणी गाउँपालिकाको चाहिँ अध्यक्ष दिपेन पोमु लगायत यहाँका सम्पूर्ण चाहिँ जनजीवनहरूले र आवश्यक यो सडकसँग सम्बन्ध रहेको पब्लिकहरूबाट आवाज उठेपछि फेरि उहाँ आएर गत साल निकै राम्रो गरी काम सुरु गर्नुभएको थियो र निकै राम्रो गरी काम सुरु गर्दै त्यो तल पाइल राख्ने ठाउँको गहिरै पुर्याएर त्यहाँनिर पाइल राख्नु सुरु गरेर रड सिमेन्टहरूको कामहरू थालेको केही दिनमै यो पहाड धस्केर आयो र थप यहाँदेखिको आधी पहाड थियो। त्यति बेला पुरै माथिल्लो सडक मैले अगाडि भिडियोमा देखाएको छु। अगाडि भिडियोमा चाहिँ करिडोरले खन्दै ल्याएको रोडहरू मैले अगाडि भिडियोमा देखाएको छु। त्यो पहाडै झरेर पूर्ण फेरि सबै पुरिसकेपछि उहाँ फेरि काम छोडेर चाहिँ जानुभयो अथवा यहाँ कामदारहरू, यहाँको इन्जिनियरहरू, यहाँको लेबरहरू, मिस्त्रीहरू सबै काम छोडेर जानुभयो र त्यो अवस्थादेखि अहिलेसम्म यहाँ ठप्प रहेको छ। तर अहिले सुन्नुमा आयो केही दिन अगाडिदेखि, हप्ता 10 दिन अगाडिदेखि फेरि सपना याक्थुङ कन्स्ट्रक्सनले निर्माण सेवाले फेरि काम सुरु गर्यो। यहाँ काम गर्दैछ। अब पुलको लागि केही समन्वय भयो सरकारसँग। अहिले गत भाद्र 23 र 24 गतेको अकल्पनीय जेनजी आन्दोलनले नेपालको राजनीतिक परिपृष्ठलाई उथल बनाएपछि सर्वसत्तावादी नेकपा एमाले, काङ्ग्रेस, माओवादी लगायतका गठबन्धन सरकारहरू उथल भएपछि पनि देशमा अहिले ऊर्जा, जलस्रोत तथा शहरी विकास मन्त्री कुलमान सिंह घिसिङ आइसकिसकेपछि र विभिन्न सेक्टरमा चाहिँ नयाँ मन्त्रीमण्डल गठन भइसकेपछि सुशीला कार्कीको नेतृत्वमा भएको मन्त्रीमण्डलको योजना तर्जुमा पछाडि केही सम्बन्धित सडक विभागसँग, सडक मन्त्रालयसँग, ऊर्जा तथा चाहिँ निर्माणका जिम्मेवारीसँग चाहिँ केही सम्बन्ध भएर चाहिँ काम सुरु भयो भन्ने खालको सुनिएको थियो र कम्पनीका जिम्मेवारसँग मेरो टेलिफोन वार्ता पनि भएको थियो र आज पनि हुने कुरा थियो। आज उहाँ व्यस्त छु भन्ने खालको चाहिँ कुरा गर्नुभयो, मैले अघि भनिसकेँ। र अहिले के हुँदैछ त अब यो कहिले बन्छ र कति समय बन्छ, यो साल बन्छ कि बन्दैन र यो साल बन्छ भने कति बन्छ, पुरै चाहिँ ब्रिजै पुरै बन्ने हो कि या कति बन्ने, त्यो उहाँसँग भेटेर प्रत्यक्ष हामी यहाँलाई बात
देखाउनेछौँ र उहाँसँगको प्रत्यक्ष भिडियो कुराकानी यहाँहरूले हेर्न सक्नुहुन्छ भने अहिले चाहिँ काम थालेको छ। हामीले देख्यौँ यहाँनिर यहाँ बालुवा निकालेर निकै धेरै बालुवा थुपारेको देखिन्छ। एउटा मेसिन ल्याएर तल चाहिँ फिल्डमा राखेको देखिन्छ। केही दायाँ बायाँ खाल्टोहरू खनेको र केही पुरिएको अघिल्लो साल पहिरोले पुलेको रडहरू त्यहाँ साइडमा खनेर निक्लिराखेको हामीले देखेका छौँ भने पानी मोटरबाट पानी तानेर बाहिर फालिराखेको पनि हामीले देखिराखेका छौँ। र मेसिन किन रोकियो त भनेर हामीले चाहिँ यहाँको स्थानीयवासीहरूलाई विशेष माझी समुदायको दाजुभाइ यो ठाउँमा हुनुहुन्छ उहाँहरूलाई हामीले भेटेर सोद्धाखेरि मेसिनको केही पूर्जाहरू पार्ट्सहरू बिग्रेको छ, त्यो पार्ट्सहरू लिएर आएको छ, के अरे आउँदैछन्, त्यो आइजाल्छ भने चाहिँ मेसिन चल्दैन भन्ने खालको पाएको छौँ। तर कम्पनीको सम्बन्धित जिम्मेदार सुपरभाइजर डिआर हाङसुम्बा भन्ने एकजना भाइ हुनुहुन्छ, उहाँलाई भेट्ने हामी कहाँ कोसिस गर्छौँ। र वर्तमान अवस्थामा पछिल्लो घडीमा चाहिँ यो पुल बनाउन खोजेकै हो याक्थुङ सपना कन्स्ट्रक्सनले र बनाउनु चाहिँ अगाडि बढेकै हो। तर यो धरातलीय भूगोलको चाहिँ आपत्ति र भूगोलको चाहिँ समस्या परेको र यहाँको पहिरोले पुरेर यो भूगोलको चाहिँ भौतिक प्रकोपको चाहिँ असरले चाहिँ बनाउनु नभ्याएको भन्ने कुराहरू अहिलेसम्म बुझिया छ। बाँकी थप के हुन्छ र के भएको छ, सरकारले पैसा थप्यो कति थप्यो र बन्दा कसरी बन्छ र कहिलेसम्ममा बन्छ भन्ने कुरा थप हामी कम्पनीको जिम्मेवारसँग भेटेर कुरा गर्नेछौँ। अहिलेको लागि यति नै, धन्यवाद। हजुर, आज यहाँलाई भेट्नको लागि फेरि पनि यो निर्माणाधीन कम्मर करिडोरको निर्माणाधीन लिम्बुनी पुलको फिल्डमा हामी आइपुगेका छौँ र आज लामो कोसिस पछाडि यहाँलाई भेट्न सफल गर्दछौँ। नमस्ते, यहाँको नाम के भयो? सेवारू, म डिआर हाङसरुङ। हजुर, अलिक कडा बोलिदिनु, अलि राम्रो। सेवारू, म डिआर हाङसरुङ। हजुर, तत्कालीन चाहिँ यात्रु विमान सेवामा चाहिँ म कार्यरत छु। हजुर, यहाँको जिम्मेवारी के हो? लिम्बुनी पुलको लागि चाहिँ म साइट इन्चार्ज अनि म त्यसको जिम्मेवारीमा छु। हजुर, अनि जिम्मेवारी तपाईँले वहन गरिरहँदाखेरि कति यो तपाईँले यो निर्माणाधीन अवस्था अथवा यो फिल्डको जिम्मेवारी लिएको चाहिँ कति महिना वर्ष बित्यो कि कति भयो तपाईँले जिम्मेवारी? मैले ठ्याक्कै भन्नुपर्दा यो पुल योभन्दा अगाडि अर्कै प्रोजेक्टको पुलमा थिएँ होइन, कसैको पुलमा हो। त्यस अवसर आएपछि चाहिँ मैले पुल मङ्सिर 2 गतेदेखि यता चाहिँ म यहाँ चाहिँ अहिले कार्यरत छु अथवा यहाँ काममा छु अहिले। तत्कालै हामी म आएको चाहिँ लगभग वर्ष दिन हो। डिआर हाङसुङबाजी, तपाईँ अहिले यो याक्थुङ सपना कन्स्ट्रक्सन होइन निर्माण सेवाको चाहिँ साइट इन्चार्ज हुनुहुन्छ अथवा प्रोजेक्ट म्यानेजर जस्तै जिम्मेवारीमा हुनुहुन्छ। अनि अहिले हाम्रो प्रोजेक्ट चाहिँ मेन प्रोपाइटर हाम्रो चाहिँ कुरुम्बाङ तेज कुरुम्बाङज्यू चाहिँ कहाँ हुनुहुन्छ? उहाँ हाम्रो हेड अफिस कुरुङ हो। तत्कालीन अहिले त्यो हुँदाखेरि काठमाडौँमा अफिस छ, काठमाडौँबाट चारैतिर हेर्नुहुन्छ। कहिलेकाहीँ अब साइड बिताउनुहुन्छ, आवश्यक परेको खण्डमा अहिले कहिले पनि आइपुग्नुहुन्छ। ल, धन्यवाद। अब अहिले हामीले यहाँ आएर फिल्डहरू हेऱ्यौँ होइन, पारीको फिल्डहरू हेऱ्यौँ, अब ठुल्ठुला पहिरोहरू गएको छ, मेसिनहरू आएर बसिरहेको छ तर काम भएको छैन। किन यो मेसिन चाहिँ आयो, काम चाहिँ किन भएको छैन, के हो यो समस्या? काम हुँदैछ अहिले चाहिँ तत्कालीन पानी तान्दैछौँ हामी। हजुर, तपाईँको इलेक्ट्रिक पक्षबाट काम त भइरहेको छ। हामी यहाँ तपाईँको रटाउने काम छ, काम हुन्छ। अब लगभग यो आर्थिक वर्षभित्र सकेसम्म यहाँ गाडी कुदाउँ भन्ने नै हो। यस्तो कुरा त अघिल्लो साल वर्षहरूमा पनि पटक पटक गर्नुभएको थियो कम्पनीबाट र हामीले छिटो पुल बनियोस्, समयभित्र बनियोस् भनेर हामीले निकै ठुल्ठुला सामाजिक सङ्घर्षहरू, अफिसियल सङ्घर्षहरू पनि गरेका थियौँ। कम्पनीसँग भेटघाटको कार्यक्रम निरन्तर जारी रहेको थियो र हामीले यहाँको समस्याहरू देखेपछि के हो त समस्या भनेर सडक विभागको डी काठमाडौँबाट पनि हामीले झिकाएको थियौँ। डी पनि यहाँसम्म आएर प्रत्यक्ष फिल्डमा हेरेर जानुभएको थियो। त्योदेखि पछाडि पनि हामी तत्काल बनाउँछौँ, अब बनाएरै छड्छौँ भन्ने वचनहरू प्रतिबद्धताहरू जाहेर गर्नुभएको थियो कम्पनीको तर्फबाट, तर पनि पुल बनेन। यो अवस्थामा यसो हेर्दाखेरि साँच्चै नै याक्थुङ सपना कन्स्ट्रक्सन अथवा निर्माण सेवा साँच्चै नै गद्दार हो कि साँच्चै नै गद्दारी नै गरेको हो कि भन्ने पनि एकतर्फ देखिन्छ। अर्कोतर्फ त्यो सँगसँगै जति पनि पब्लिकले जति पनि यहाँको चाहिँ प्रभाव पर्ने यहाँको जनजीवनहरूले अनि सडकसँग सरकार रहेका यातायात व्यवसायीहरूले र सडकसँग जिम्मेवार रहेका यहाँका स्थानीय जनताहरूले चाहिँ आरोपहरू प्रशस्त लगाइराखेको देखिन्छ। याक्थुङ निर्माण सेवाले यो पुल बनाएन, गद्दार गर्यो, यो चाहिँ किन बनेन र किन त्यो दोषहरूको सामना तपाईँहरू गरिराख्नु भएको छ? पहिलो कुरा यस्तो हो, अब ठेक्काको अवधि लामो भयो, धेरै समय भयो भन्ने कुराहरू त आउँछ नै।
त्यसको बाद चाहिँ तपाईँको यो 2 वर्षको कोरोना कार्यकाल भइहाल्यो होइन। 2 वर्षमा कोरोनामा काम गर्न सकेन। त्योभन्दा मैले एउटा दुईवटा त तपाईँको पिलरहरू त तयारी पारेँ। त्योभन्दा पछाडिको वर्षहरूमा चाहिँ अहिले तपाईँको पानी देखिरहेको ठाउँमा अत्यन्तै गडबडी माटो तपाईँको बर्ख पानी परिन पानी त के नपर्छ तपाईँको त्यहाँ पहिरो आइरहन्छ होइन। त्यसको कारणले पनि हो 2 वर्षसम्म त तपाईँको त्यहाँ फाउन्डेसनको कामै गर्न सकेन। 2 वर्षसम्म खन्ने काम पुग्यो मात्रै। हामीसँग त्यो आरोप थियो नि त, त्यो वर्षमा हिउँदोमा काम नगर्ने, जब बर्खा लाग्यो बाढी आयो झरी पर्न थाल्यो अनि मात्रै काम गर्न थाल्ने, त्यसको सामना गर्नु परेको पहिरो त्यसरी झरेको हो भन्ने कुरा चाहिँ पब्लिकमा आएको थियो र आइराखेको थियो। त्यो साँच्चै नै हिउँदोमा काम नगरेरै त्यस्तो भएको हो कि गर्दा गर्दै त्यस्तो भयो? ठ्याक्कै यस्तो हो। अब नेपालीहरूको भनौँ अथवा हिन्दूहरूको मानचाड भनेको दसैँ तिहार हो। ठ्याक्कै तपाईँको दसैँ तिहार भनेको तपाईँको असोज काटेकै रहन्छ कहिले पनि होइन। तपाईँको काम गर्न मान्छे र यहाँबाट निस्केर गएपछि तपाईँको असोज काटी तपाईँको तिहार पछि नै हो लौ निर्माणको कामहरू सुरु हुने। हामीले तिहार पछिबाटै कामहरू चाहिँ सुरु गरेकै हो होइन। अगाडिको वर्षमा सुरु गरेँ तर केही प्रान्तिक समस्याहरू चाहिँ अब त्यो बेला आयो होला होइन। प्रान्तिक समस्याको कारण तपाईँको दैविक प्रकोपको कारण होइन, प्राकृतिक प्रकोपको कारण विभिन्न कारणले गर्दा बाढीपट्टि बढ्न चाहिँ सकेन। धेरै वर्ष लामो हो तपाईँको 3 वर्षमा यो पल्ट मात्र तपाईँको तल घाटको काम सिद्धिएर अब हामी पिलरको काममा अघि बढ्दैछौँ। बहिनी जस्तै यहाँ कति 2 पल्ट हामीले देख्दा सुन्दा 2 पल्ट पुग्यो होला पहिले है। जस्तै पहिलो साल पुग्दाखेरि कस्तो अवस्थामा पुगेको थियो, कति क्षति भयो? त्यतिखेर त मलाई थाहा भएन होइन। त्यो चाहिँ तपाईँको फाउन्डेसन मात्र ओपन फाउन्डेसन मात्र गरेको थियो। त्यतिखेर बाढी तपाईँको पुग्यो। अब पोहोरको सालको रोडहरू धेरै पुग्यो भने हामी पछाडि अनुसन्धानमा आउँदाखेरि यो रोडहरू यता बगरतिर चाहिँ अलि निकालेको मेसेजले योभन्दा गत साल चाहिँ तपाईँको हाम्रो लगभग त्यो बेला 45 टन जति रडको पुगेको हो। रड पुगिएको यो साल कि अघिल्लो साल? योभन्दा अघिल्लो साल। यो साल त हामीले निकालेन हामीले होइन। अनि त्यो रडहरू चाहिँ हामीले निकाल्नु नसकेर राखेको थियो। कतिपय त अस्ति भने जस्तै गत साल बनाइराखेको हुन्छ हामीले आएर हेर्दाखेरि 3टा 4टा स्काइबाट चलिराखेको थियो, काम भइरहेको थियो। तर काम चल्दा तर हामीले खुसी दिएको थियो र हाम्रो सञ्चारबाट चाहिँ हाम्रो मिडिया मार्फत सबै पब्लिकहरूलाई चाहिँ एउटा खुसी सन्देश बाँडेको थियो। तर अचानक पहिरो झऱ्यो, त्यति बेला चाहिँ क्षति कति भयो? लगभग तपाईँको सडकमा 45 टन र यहाँदेखि तपाईँको त्यो फाउन्डेसनहरू होइन के सामान गर्नुभएको थियो? पेट्रोलहरू गाडी घोडा यताउता लेबर कस्टहरू सबै गऱ्यो भने लगभग तपाईँको 1 करोड 50 लाखदेखि लगभग 2 करोडको हाराहारी हो। त्यो त अर्थ मूल्यमा देखियो तर काम चाहिँ केसम्म भएको थियो, के गर्दै? त्यो बेला तपाईँको रक्सट सबै जालीसाली बुनिसकेको अवस्थामा चाहिँ माथिबाट चाहिँ अब पहिरो आएर ढुङ्गाले हालेर लगाएर तपाईँको घरबाट सबै पुगेको हो। भनेपछि भौतिक क्षति मात्रै भयो, अर्थको क्षति भयो, मानसिक क्षतिहरू खासै भयो त्यस्तो भयो। अब अहिले चाहिँ होइन, अब अहिले फेरि काम थाल्नुभएको छ, काम निकै गर्नुभएको छ। हामीले कारिगरहरू बलुवाहरू निकै निकाल्नुभएको छ, मेसिनहरू राखेको छ, तर किन भएन भन्ने कुरा तपाईँले अहिले भन्नुभयो। अब यो साल चाहिँ कसरी काम सुरु गर्नुभयो? त्यही कम्पनीको त्यही ठेक्का पट्टा त्यही शर्त मन्जुरी अनुसार हो कि सरकारसँग कस्तो समन्वय थप्पल्ला के भएर कसरी काम सुरु गर्नु? होइन सम्झौता त पहिलाको 10 सम्झौता त्यसैमा काम गर्नुपर्छ होइन। अहिलेको नयाँ सम्झौता अहिलेको नयाँ रेटहरू जस्तै पहिला जे सम्झौता थियो त्यसैमा काम गर्नुपर्छ। तर हामी चाहिँ एकदम काम अब गर्छौँ, हामी काम गर्छौँ, काम गर्ने भनेर आएको हो होइन। योबाट हामी चाहिँ पारिको पिलरहरू तपाईँको ट्रसहरू जोडेर पर्याप्तसम्म गर्न पाइयो भने गाडी कुद्यो भने अथवा गाडीमा त तपाईँको यो वर्षमा तपाईँको अब साउन भदौतिर गाडी आवाज भने चाहिँ यहाँको जनता मात्र होइन सबै नेपाली अन्तर्राष्ट्रिय मार्ग यो सेवा अथवा यो लाभ दिने हो नि त। हामी त्यही पक्षमै छौँ। भनेपछि अहिले पारिपट्टिको जुन पहिरो चलेको छ अनि काम गरिरहेको भिड छ त्यो क्षेत्रहरू हेर्दाखेरि त सोचेको जस्तो सजिलो गरी बन्दैन नि त्यो छैन। तपाईँको बनाउँदा फेरि झरी पर्ने होला, तपाईँको 2-4 महिनाभित्र केही बेर लाग्छ, काम त पुरै खाली बाँकी नै देखिन्छ होइन। अब फेरि एउटा मेसिन छ अनि काम गर्ने वर्करहरू पनि धेरै थोरै देखिन्छ। त्यो के छ यसको विषयमा कसरी काम? हामी त्यहाँ त्यो पोहोरको साल त्यो पुगेको गर्दा चाहिँ अब हामीले काम गरेको छौँ। त्यो पछि हामीले रात सकेपछि त्योभन्दा हामीले पोहोरको साल लगभग 6 मिटर जति काम गरिसकेका छौँ। अब यो 2 मिटर जति तपाईँको यो खोला तपाईँको 2 मिटर जति भित्र छैन भने तपाईँको पोहोरको कामहरू निकालिहाल्छ। त्यो पछि सरासर बढिरहेको छ। भनेपछि टिमहरू पनि आइसकेका छ। भोलि हुन्छ भनेपछि यो साल पुल बन्छ त्यो
अब जस्तै बन्दै अब भूगोलसँग केही लाग्दैन, भौतिक प्रकोपसँग केही लाग्दैन, पानीको पहिरो हेर्दाखेरि हामीलाई नै डर लाग्छ। निकै अड्डङ्गको माथिको रोड नै तानिसकेको छ, रोडभन्दा माथि पुगिसकेको छ। यो अवस्थामा चाहिँ के छ, सडक विभाग सरकारसँग चाहिँ केही छलफल भएन? छलफल भइरहेको छ। यो तपाईँको यो पहिरोको रोकथामको लागि फायर गिरी गर्ने कि होइन, अथवा तपाईँको प्रोटेक्सन वालाहरू दिएर तपाईँको यो बाढीको यो पहिरोले चाहिँ रोक्ने कि भन्ने सल्लाहहरू भइरहेको छ। सकेसम्म हामी पनि अब यहाँको स्थानीय यहाँको लोकल तपाईँको बोट बिरुवाहरू चाहिँ अब रोकेर चाहिँ त्यसमा तपाईँको बाढी इन्जिनियरिङ गरेर यो रोकथाम चाहिँ गर्न सकिन्छ। त्यो त भयो पछिल्लो समयमा पुल बनिसकेपछि, निर्माण भइसकिसकेपछि त्यसलाई कसरी रोकथाम गर्ने भन्ने। तर तत्काल पुल बन्ने वातावरण बन्नुको लागि त त्यसको पनि केही उपायहरू रचना हुनुपर्थ्यो, हुनुपर्दछ भन्ने एउटा हो। भनेपछि ती सबै प्रयोग गरेर यो पुल बनेछ भन्ने अर्थमा फेरि पनि काम सुरु गरिएको छ। हामी लागि परेको छौँ, कम्पनी लागि परेको छौँ। अनि कुनले सक्नुहुन्छ त यहाँनिर यो अरू मिस्त्रीहरू, अरू लेबरहरू अब तयारी गरिसक्यो हो। हामीले अब सिमेन्टहरू तपाईँको रडहरू स्टार्ट गरिसकेको छ। हजुर, खालि अब तपाईँको कामदारहरू आउँछ एकदम काम गर्दै। यो समस्या त्यस्तो पनि छ। जस्तै अब अहिले हामी हाम्रो चाहिँ भूमिपुत्र अनलाइन.com खबर पेज र ताङसाङ अनलाइन टिभी र भूमिपुत्र अनलाइन युट्युब च्यानल मार्फत र विभिन्न अनलाइन फेसबुक पेजहरू मार्फत यो प्रसारण गरिराखेका छौँ। अहिले जस्तै तपाईँहरूमाथि अथवा कम्पनीमाथि, निर्माण कम्पनीमाथि चाहिँ धेरै दोष आरोपहरू आइरहेका छन्। अहिले समय पनि साँच्चै ठेक्क पठाएको मिति हेर्ने हो भने साँच्चै नै एउटा ऐतिहासिक समय लामो पिरियड बितेको छ र चाहिँ समयहरू गुमेको छ। धेरै जनताहरू निराश पनि भएको छन् र धेरै जनताहरूले साँच्चै यो चाहिँ खराबै छ भन्ने खालको चाहिँ अवस्था त्यो होइन है भनेर तपाईँहरूले जनतालाई विश्वास दिलाउनु चाहिँ के कसरी अहिले बनाउँछ त भन्नुभयो, के भन्नुहुन्छ त हाम्रो मिडिया मार्फत? यस्तो म भूमिपुत्र अनलाइन मार्फत चाहिँ के भन्न चाहन्छु भने यहाँका सम्पूर्ण अब जोसँग सम्बन्धित छन् होइन, यहाँको स्थानीय उहाँहरूको जनगुनासो त आइरहन्छ। अलिक समय त अब लामो समय नै भइसक्यो। तर यो वर्ष यो आर्थिक वर्षमा चाहिँ हामीले चाहिँ यो बोटरवाल पुल चाहिँ सम्पन्न गर्ने हाम्रो लक्ष्य छ। अब हेरौँ कतिको अब समयले साथ दिनु पऱ्यो। अरू कुरा हामीसँग तपाईँको मेटेरियलसँग कुनै त्यस्तो रोक्ने कुरा भएन। हामी योपल्ट चाहिँ सिद्ध्याएरै छोड्छौँ, किनभने हामी काम गर्न आएको सिद्ध्याएरै छोड्छौँ भनेर आएको छौँ। अनि अब केही समय अरू त्यस्तो प्राविधिक कुराहरू छ, त्यो प्राविधिक कुराहरू पनि तपाईँको त्यतिखेरसम्ममा लगभग समस्या समाधान भइसक्छ होला। भनेपछि कुनै पनि मेटेरियलले अड्किँदैन, सबै त्यो जो भइसकेको छ, तयारी छ, रेडी छ। अब गत साल जस्तै गर्दा गर्दै भौतिक प्रकोपै आइलाग्यो भने त्यो अन्जानीको कुरो भयो होइन त, कुरै होइन। अरू बाँकी कुनै कुराले अड्किँदैन, बनाइछ। ढुक्कसँग बन्छ। हस् त, धन्यवाद। यहाँहरूलाई पुल चाँडै बनियोस् र यो पुल बनिसकेपछि धरानबाट ताप्लेजुङ जाने यात्रुदेखि लिएर चाइनासम्म जाने यात्रुहरू पनि खुल्छन्, किनभने यहाँदेखि उताको भागहरू करिडोरले धेरै ठाउँहरू अब कालोपत्रे गरिसकेको छ भने धेरै ठाउँहरू पिसिसी र ग्राभलिङहरू गरिरहेको अवस्था छ। र यही पुलले गर्दाखेरि अहिले धेरै यात्रुहरू चाहिँ लामो बाटो घुमेर जाने, वैकल्पिक बाटोहरूमा चाहिँ ठुलो खर्चहरू लगानी गर्नुपर्ने बाध्यता भएको छ। र आशा गरौँ सपना याक्थुङ कन्स्ट्रक्सनले, कम्पनी निर्माण सेवाले यो लिम्बुनी पुल हालसाल यो हिउँदोमा पक्कै पनि बनाउँछ र बनाउनेछ भन्ने आशा गरौँ। धन्यवाद।